guys, good morning everyone. मेरो आँखा चाहिँ भर्खर सुतेर उठे जस्तै छ किनभने म साच्चीकै भर्खर सुतेर उठेको हो। सुतेर उठेर नुहाइ गरेर बिहान दोकान जाँदै छु हैन। यो बिहान चाहिँ उठ्नु नपरे पनि हुन्थ्यो जस्तो हुन्छ मलाई, तर अफसोस नउठ्यो हुँदैन। बेलुका पनि सुत्दै छिट्टो सुत्छु भन्दा पनि 11 बजिहाल्छ। बिहान पनि 6:30-7 बजी नउठ्यो हुँदैन। म चाहिँ दोकान जाँदैछु हैन। आज चाहिँ म दिनभरिको भ्लग त म देखाउन सक्दिनँ, त्यही पनि अलिअलि गरेर देखाउन कोसिस गर्छु। हाम्रो तमिलनाडुको लाइफ पनि हो है, ठुलो छ, परसम्म छ। काम गर्न चाहनुहुने आउन सक्नुहुन्छ, काम एभाइलेबल हुन्छ। सेक्युरिटी दाइ आउँदैछन्, हेर्दै पनि छ के गर्दैछ यो भनेर। यो गाडी, यो कम्पनी, त चाहिँ हो मेरो सानो संसार दोकान। आफ्नै हो क्या त चाहिँ। त्यहाँ चाहिँ कसैले रोकटोक गराउन सक्दैन मलाई है, मन मर्जी हो। त्यो चाहिँ मेरो आफ्नै सानो भए पनि बिजनेस हो। हुन्छ, सामानै सकेको छ, केही छैन। कोला मैले बढाएर कुडार गर्छु। पुरा खाउ भइरहेको हुन्छ कि बिहान आउँदा चाहिँ किरा त्यो है। बढाएर कुडार गरेको देखाउनु पाइनँ, तर अब म सामान हाल्छु फ्रिजमा। गर्मी महिना सुरु भएको छ नि त हाम्रो गाउँतिर। जाडो महिना सुरु चाहिँ यहाँ गर्मी महिना। गर है, जिन्दगीमा यसरी बिग्रेको माल फाल्नुपर्छ। के कोला बिग्रेको, आम बिग्रेको, के कुरो ड्यामेज भएको, यति फाल्नुपर्छ। 1-2 रुपियाँको आएको नाफा पनि त्यहीँ जान्छ क्या। हिजो नि मैले यति नै फालेको थिएँ, आज पनि यति नै। डस्टबिनमा च्याम्मा चाहिँ हार आलु आमामा कोला भन्छन् है। अनि अब ल्याएर राखिदियो भने चाहिँ जाँदैन, फ्यालो लास्टमा। कस्तो जिन्दगी दिक्कत हुन्छ भने नल्यायो मागेको चाहिँ ल्यायो जाँदैन। चिया खान्छु, यो पनि हिजो बेलुकाको चिया पो त कहाँ अहिले बिहानको र। हिजो बेलुका नाइट ड्युटी गर्नेहरूको लागि पकाएर राखेको चिया सेलाएको रहन्छ, त्यही भएर खाना। तर त 1 रुपियाँ 2 रुपियाँ पैसा आउँदैन नि त। यहाँ त यही बेर चल्छ, 1 बट्टा छ। अब के गर्नु, फिर्ता दिँदा पनि यही लियो, लिँदा पनि यही लियो। जिन्दगी नै 2005 गइरहेछ। बन्द गरेर ड्युटी जान लागेको। अब मेरो ड्युटी स्टार्ट हुन्छ 9 बजीबाट बेलुका 6 बजीसम्म। 12 बजी लन्च टाइम हुन्छ। अब टक्क लगाउने अनि जाने हो, बाई बाई। लन्च टाइम भएको छ अब चाहिँ हैन। खाना बनाएर खान्छौँ नि त, क्यान्टिनमा खान्छौँ। अनि मलाई चाहिँ बाहिरबाट जहिले सब्जी ल्याएर दिन्छन् क्या। एकजना बोची छ हैन, बोची भनेको भाउजू। अनि दिदी ज्यादा छुट्टियो, भाउजूले ल्याइदिएको छ माछा र कच्चुको सब्जी। हाम्रो क्यान्टिन जाने रास्ता, रुम पनि उतै हो। कस्तो घाम छ बाबारे। ड्युटीबाट गलेर आएँ 6 बजी। आउने बित्तिकै भिडियो बनाउनु भ्याउँदैन नि त, किनभने कस्टमरहरू लाइनमा बसिरहेका हुन्छन्। अनि उनीहरूलाई हेर्दै आज 7 बजेको छ। हेर्नु म बिहान कस्तो भएर गएको थिएँ, कस्तो भएर आएँ। रातिको 9:11 भएको छ हैन। अहिले पनि दोकानमै छु। म जाने कुरो छैन हैन। अब चाहिँ जाने, कहिल्यै छिटो गर छिटो सुत्छु भन, जहिले बच्चा 10-11। हस्बेन्ड चिन्नुहुन्छ कि हुन्न हजुरहरूले? है नगर। कति बज्यो? रातिको 9:40 भयो। आइसक्रिम खाँदैछौँ हामी, रुम जान आँटेको। कसले खान्छ राति आइसक्रिम? हामी। यहाँ राति जस्तै भएको छैन। भएको छैन, खोइ बेसी के यत्रो अन्धेर राति जस्तो लाग्दैन र म त सुत्छु। आज दिनभरिको भिडियो अब यहीँ सक्यो। टाटा बाई बाई।